त्यतिखेर कसरी कन्ट्याक्ट गर्नुहुन्थ्यो एकअर्काले? त्यतिखेर इमेल गरिन्थ्यो, त्यो पनि इमेलमा। कम्युनिकेसन सेन्टरमा। फेसबुक त मैले यहाँ सानो बाबु जन्मेसी खोल्या हो, मलाई थाहा नि त त्यतिखेर मोबाइल पनि स्मार्टफोनहरू अब हामीसँग थिएन। हजुर। अनि कहिलेकाहीँ गएर त्यही आइएसटिडीमा गएर फोन गरेको थियो। बाँकी त त्यस्तै थियो, कहिलेकाहीँ फोन हुन्थ्यो। मलाई गर्नु चिठी लेखेर नि पठाउनुहुन्थ्यो कि? त्यस्तो चाहिँ भएन, इमेल भयो। इमेल गर्नुहुन्थ्यो। इमेलमा कुराकानी हुन्थ्यो अनि याहू मेसेन्जरबाट पनि कुराकानी च्याटिङ र कुराकानी गर्न मिल्थ्यो। अनि त्यसपछि मोबाइल नोकियाको मोबाइल यहाँ पनि अमेरिकामा पनि त्यतिखेर मोबाइलकै नोकिया थियो र बेसमेन्टमा बस्दाखेरि के गरी फोन आयो भने पनि माथि उभिएर माथि झ्यालमा राखेर मात्रै कुराकानी गर्न पाउने स्थिति हुन्थ्यो। र त्यतिखेर अब छोरो उतातिर अनि आमा बुवाहरू पनि नेपालतिर, पत्नी पनि नेपालतिर हुँदाखेरि र आफू यहाँ हुँदाखेरि चाहिँ अलि त्यो परदेशीको पीडा कस्तो हुन्छ, फिलिङ अनुभूति कस्तो हुन्छ भन्ने कुरा पनि अनुभव गर्न पाइयो। नेपालको एयरपोर्टबाट छुट्टिँदाखेरि पनि रुनै नसके पनि रुन नपरे पनि आँखा टिलपिल भएको होइन, झर्न खोज्या हो कि आँसु भने जस्तो त्यस्तो किसिमको अनुभूति भयो। अब अहिले जस्तो टिकटक बनाइहाल्ने या चाहिँ माला लगाइहाल्ने त्योबाट भाइरल भइहाल्ने जस्तो त्यस्तो त्यतिखेरको अवस्था थिएन।